कोठारी हजुर मालिक। यसलाई हवेली लिएर आइज। प्यासा समुद्रमा आउने हो। समुद्र प्यासाकोमा गयो भने त बगौला नि राज। नेपाली चलचित्र लाली बजार प्रदर्शन विरुद्ध सर्वोच्च अदालत पुगेकी अभियन्ता रोशनी नेपालीलाई इजलासभित्र हुलहुलजत गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई हाल सिंहदरबार प्रहरी परिसरमा राखिएको प्रहरीले जानकारी दिएको छ। उनले माइतीघर मण्डलामा पनि चलचित्र प्रदर्शन गर्न रोक लगाउनुपर्छ भन्दै प्रदर्शन गर्दै आइरहेकी छिन्। वादी समुदायको कथामा भनेको लाली बजार प्रदर्शन गर्नुहुन्न भन्दै उनले आवाज उठाइरहेकी छन्। तर फिल्म हेरेका कयौं वादी समुदायले भने यसको कुनै विरोध गरेका छैनन्। उनी भने निरन्तर विरोधमा उत्रिरहेकी छन्। यसको पछाडि उनको के नियत छ उनी जानुन्। तर चलचित्र प्रदर्शन भइरहेको अवस्थामा उनी सर्वोच्च पुगेकी थिइन्। त्यहाँको माहौल उनले बिगार्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको हो।